दर्शकबिन गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र उनको स्वेटरले आजबाट बक्स अफिसमा 6 दिन पार गर्दैछ। आज 6औं दिन यो फिल्मको अकुपेन्सी कस्तो चलिरहेको छ अनि आज यो फिल्मले कति गरज कलेक्सन गर्न सफल होला, आज हामी यिनै विषयमा चर्चा परिचर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै यस च्यानलका भिडियोहरू मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। नवीन चौहानको निर्देशनमा तयार भएको चलचित्र उनको स्वेटर यति बेला देशव्यापी प्रदर्शन भइरहेको छ। यो फिल्ममा विपिन कार्की, मृणा मगर, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो फिल्म नेपाल अधिराज्यभरि लगभग 100 भन्दा बढी हलहरूमा प्रदर्शनमा आएको यो फिल्मले हलहरूमा पनि एकदमै राम्रो सोच पाएको छ। तपाईहरुलाई जानकारी गराउँ, रिलिजको पहिलो दिन 190 सोच पाएको यो फिल्मले दोस्रो दिन 300 हाराहारीको सोच पाएको थियो भने 6औं दिनसम्म आइपुग्दा पनि यो फिल्मले 250 देखि 300 हाराहारीकै सोच पाएको छ। लभ स्टोरी ड्रामामा आधारित यो फिल्मलाई दर्शकहरूबाट एकदमै राम्रो रेस्पोन्स मिलिरहेको छ। त्यसै कारण बक्स अफिसमा आज भन्दा भोलि, भोलि भन्दा पर्सि झन राम्रो कलेक्सन गरिरहेको छ। चलचित्र उनको स्वेटरको बक्स अफिस कलेक्सन बारे चर्चा गर्नुपर्दा यो फिल्मको निर्माण टिमको तर्फबाट त कुनै पनि अफिसियल कलेक्सन सार्वजनिक भएको छैन। तर चलचित्र विकास बोर्डको तथ्याङ्कलाई हेर्ने हो भने यो फिल्मले 2 दिनमा 1 करोड 37 लाखको गरज कलेक्सन गरेको देखिएको छ र हामीलाई प्राप्त जानकारी अनुसार यो फिल्मले हिजो बक्स अफिसमा 5औं दिन पार गरिसक्दासम्म लगभग 2 करोड 40 देखि 70 लाख हाराहारीको गरज कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब निर्माण टिमको तर्फबाट अफिसियल कलेक्सन कति सार्वजनिक हुने हो त्यो त हेर्न बाँकी नै छ। आजबाट यो फिल्मले बक्स अफिसमा 6औं दिन पार गर्दैछ। आज 6औं दिनमा पनि यो फिल्मको कलेक्सन एकदमै राम्रो आउने देखिएको छ। आज थुप्रै हलहरूमा डिल्डे छ, ती हलहरूमा त यो फिल्मको अकुपेन्सी एकदमै उच्च देखिएको छ। आज पनि यो फिल्मले बिहानैदेखि कैयौं सोजहरू हाउसफुल गरिसकेको छ भने दिउँसोका कैयौं सोजहरू पनि एडभान्स बुकिङमै हाउसफुल भइसकेका छन्। आज बिहान थुप्रै हलहरूमा यो फिल्मको अकुपेन्सी लगभग 50 देखि 60% सम्मको देखिएको छ भने आज बिहान यो फिल्मको ओभरअल अकुपेन्सी लगभग 15% माथिकै देखिएको छ र दिउँसो आएसँगै यो फिल्मको अकुपेन्सीमा एकदमै राम्रो जम्प देखिने देखिएको छ र नाइट सोसम्म आइपुग्दा यो फिल्मको ओभरअल अकुपेन्सी लगभग 50 देखि 60% सम्मको देखिने देखिएको छ। यसै कारण आज 6औं दिन चलचित्र उनको स्वेटरले बक्स अफिसमा लगभग 20 देखि 30 लाख हाराहारीको गरज कलेक्सन गर्ने देखिएको छ र यो फिल्मको वर्ड अफ माउथ पोजिटिभ आएका कारण बक्स अफिसमा अझै लामो समयसम्म राज गर्ने देखिएको छ। दर्शकबिन, तपाईहरुलाई कस्तो लाग्यो त चलचित्र उनको स्वेटर? कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। साथै यस च्यानलका भिडियोहरू मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला अनि साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। हस्त अहिलेलाई बिदा चाहन्छु, फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल।